गाइज आज चाहिँ हाम्रो घरमा होममेड पिज्जा बनेको थियो अनि फेरि यसमा चिजको त कमी नै थिएन। गाइज वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। अनि फेरि आजको ब्लगमा पनि बिहान उठेर नुहाएर एकदम रेडी भएर दोकानतिर चाहिँ लागेँ। दोकानमा आएपछि हेरेको त आज एकदम शान्त थियो, कस्टमर त्यति थिएन। त्यस कारण अब अलिक बाहिर डुलेर आऊँ भनेर बाहिरतिर गएँ। बाहिर पनि यस्तो भ्यू हेर्न सक्नुहुन्छ बाहिरको। त्यो चाहिँ अलिक साइड एरियातिर हो धुलाबारीको। अनि फेरि अब चाहिँ यस्तो दामी सनसेट आयो अनि फेरि त्यो हेर्दा घरतिर फेरि लाग्यो। घरतिर लागेको त हेरेको त आमाले पिज्जा पो बनाउनु भयो अनि कति दिन धेरै पछि बनाउनु भयो। अनि फेरि त्यति भएर मलाई थाहा पाइसक्यो ब्रेड अनि चिज त आएकै होला। फेरि घरमा फेरि हेरेको त आमामा 1 केजीको चिज आएछ। अब बनाउनु पऱ्यो भनेर तावा चाहिँ त्यो आगोमा चढाइदियो। अनि फेरि अब हेर्नु एकैछिनपछि तातिसकेको थियो। अनि फेरि अब एकदम टक्क लगाएर घिउ निकालेँ। घिउ निकालेर अब घिउ हालेर एकदम टक्कले ब्रेड सेकेर अब त्यसमा यतिको चिज चाहिँ हाल्नै पर्छ। अब होटलतिर जाँदा त पुरा कन्जुसी गर्छ तिनीहरूले, तर म त्यस्तो मान्छे होइन। घरमा भएपछि त के को कन्जुसी। अनि फेरि चिज पनि